टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ। सम्बन्धी एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न सरकारले ल्यायो अध्यादेश सम्बन्धी प्रसङ्गबाट। सरकारले एसिड आक्रमणका दोषीलाई कडा कारबाही गर्न आदेश ल्याएको छ। बिहीबार साँझ बसेको मन्त्री परिषद बैठकले दोषीलाई कडा कारबाही गर्न र पीडितको सम्पूर्ण उपचार, शिक्षा र जीविको प्रबन्धन गर्न गरी कानुनी व्यवस्था गर्न आदेश लगाएको हो। सो सम्बन्धी मस्यौदालाई पारित गर्दै स्वीकृतिका लागि राष्ट्रपति कहाँ पठाउने मन्त्री परिषदले निर्णय गरेको छ। कानुन मन्त्रालय सम्बन्धी सरकारवालासँगको परामर्शका आधारमा कानुनको मस्यौदा तयार पारेर मन्त्री परिषदको बैठकमा लागेको थियो। गत भदौ 25मा प्रधानमन्त्री केपी शर्मा ओलीले 15 दिनभित्र कानुनको मस्यौदा तयार पारी ल्याउन कानुन मन्त्रालयलाई निर्देशन दिएका थिए। बालुवाटारमा एसिड आक्रमणबाट पीडितहरूसँग सरकारका विभिन्न सरकारवाला मन्त्रालयका मन्त्री र प्रतिनिधिहरू समेतको उपस्थितिमा गरिएको परामर्शका क्रममा प्रधानमन्त्री ओलीले त्यस्तो निर्देशन दिएका थिए। 3 दिनता देशका विभिन्न स्थानमा आएको अविरल वर्षाका जनजीवन प्रभावित बनेका छ। पहाडी क्षेत्रमा पहिरोले क्षति पुर्याएको छ। यसैबीच निरन्तर वर्षाका कारण 3 दिनमा 17 जनाले ज्यान गुमाएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार असोज 6, 7 र 8 गते आएको प्राकृतिक विपत्तिका कारण 17 जनाले ज्यान गुमाएका हुन्। प्राकृतिक विपत्तिका कारण यी 3 दिनमा कम्तीमा 15 जना बेपत्ता भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ। बिहीबार मात्र बाढी पहिरोका कारण 14 जनाले ज्यान गुमाएका थिए। राष्ट्रिय आपतकालीन कार्य सञ्चालक केन्द्रका प्रमुख मुरारी बस्तीका अनुसार यसपटक 90% भन्दा बढी क्षति पहिरोका कारण भएको छ। सडकको पहिरोबाट ट्याक्सी खस्दा 1 जनाको मृत्यु भएको छ। काठमाडौँबाट सुत्केरीलाई लिएर धादिङ बेसी जाँदै गरेको 1J1262 नम्बरको ट्याक्सी कालु पाण्डे मार्गको सिद्धलेकको छौ तिरतिरे धारा नजिकको पहिरोबाट खस्दा सुत्केरीका आफन्तको मृत्यु भएको हो। मृत्यु हुनेमा गङ्गा जमुना 3 की 50 वर्षीय बिन्दु तमाङ रहेकी छिन्। दुर्घटनामा सुत्केरी सहित अन्य 4 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार झन्डै 150 मिटर तल खसेर ट्याक्सी थोप्ले खोला खेतमा पुगेको छ। उक्त स्थानमा गत श्रावण 5 गतेको अविरल वर्षाले पहिरो गएको थियो। एकतर्फी रूपमा सञ्चालक भइरहेको उक्त जोखिमपूर्ण स्थानमा पहिरो छिचोरेर सवारी चल्ने गरेका छन्। कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत गरिएका 1 कैदी आइसोलेसनबाटै भागेका छन्। अर्जुन चौपाडी गाउँपालिका 4 का 28 वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालीमा सामुदायिक अस्पतालमा उपचाररत रहेका बेला गए राति भागेको प्रहरीले जनाएको छ। गाई मारेको अभियोगमा पक्राउ परेर कारागारमा रहेकै बेला कोरोना संक्रमण देखिएपछि कारागारमा ठाउँ अभाव भएकाले कालिका सामुदायिक अस्पताल हेलुको आइसोलेसनमा उपचाररत रहेकै समयमा राति पानी परेको बेलामा अस्पतालबाट भागेको जिल्ला प्रहरी कार्यालय एसेन्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए। भादो 28 गते कोरोना संक्रमणको पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको बेला संक्रमित नै भागेपछि अस्पतालको सुरक्षामा थप चुनौती थपिएको छ भने समाजमा समेत संक्रमण फेरिन सक्ने भएकाले थप सचेत हुनुपर्ने देखिन्छ। अस्पतालबाट भागेका ती युवकको खोजी कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ। टुडे न्यूजमा एकैछिन व्यावसायिक विश्राम। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेशनल सेन्चुरी बनाए। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडीआई स्टेटस पाउँदाको त्यो क्षण अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि।
मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, सङ्घर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चिजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। त्यो रातो वाला हैन, हरियो वाला, हरियो वाला। सानो वाला हैन के, ठुलो वाला गाडीमा, ठुलो वाला। नमस्कार साउजी। नमस्कार। बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टर वाला कि इन्जिनियर वाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियर वाला। अनि किन आउनु भयो होला? सिमेन्ट चाहियो, त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रिय वाला कि अन्तर्राष्ट्रिय वाला? अखण्ड वाला कि मेरुदण्ड वाला? शक्ति वाला कि भक्ति वाला? जुनी वाला कि मनी वाला? ए साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट। ए नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट। ठीक रोज्नु भयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट शिवम सिमेन्ट। क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउँ कि? कुन चाहिँ वाला? जीवनको हरेक मोडमा छ CVS स्ट्राइकरले दिन्छ सुपर कम्फर्टको आवाज। सुपर भन्दा एक्स्ट्रा सुपर। TVS स्ट्राइकरले दिन्छ 65 किलोमिटर भन्दा बढी सुपर माइलेज। हरेक दिन यात्रा गर्छु म भरोसा लिएर। TVS स्ट्राइकरको सुपर स्टाइलले सारा संसारको आँखा हुन्छ म माथि नै। TVS स्ट्राइकर 125cc सुपर भन्दा एक्स्ट्रा सुपर। पैसा कार्ड, पैसा कार्ड, पैसा कार्ड। आइएमई काउन्टर गेलै पैसा कार्ड लेलकै। पैसा राईका ब्याज कमाई पैसा कार्ड। एमे ओनी देखली सब कुछ किन मिलल। सब दुकान में चलत अब पैसा कार्ड। नया चलन आइल, चुली तिरली चलल। अपन जनकपुर में चलते पैसा कार्ड। अपन जनकपुर कैशलेस जनकपुर। आइए नजीक आईएमई काउंटर से पैसा काट लिया आ कोनो दुकान में काट लक पैसा तिरू आ ब्याज से हो कमाऊ। छुली तिरली चलल। कोका कोला आज दिउँसो झप झप हुँदा केटीहरूले दामी सेल्फी खिचेछन्। त्यो मिस भयो। मन पर्ने सिङ्गर बोल्न आएको थियो, त्यो पनि मिस भयो। शक्ति छ नाममै, संगीत छ नाममै, पहिचान छ नाममै यसको जीत। तानसेन ओपिसी सिमेन्ट। हाय हाय, सुन न, म तिम्रो लागि जहाँ पनि जान सक्छु नि। साच्ची? कहाँसम्म जान सक्छौ? वेट, ल हेर, यहाँसम्म जान सक्छु। त्यहाँसम्म मात्रै? खै त कहाँसम्म जान सक्छौ? के भयो बाबा, तिम्रो लिमिटलेस माया वाइफाईले लिमिट गरिदियो? एनसेलको वायर फ्री प्लस वार्षिक भुक्तानी गरेमा कर बाहेक मात्र रु 690 मा 60 GB वायर फ्री डेटा प्लस 10 GB सिम डेटा प्लस 200 मिनेट भोइस प्याक र अन्य डिजिटल सेवाहरूको गजबको कम्बो। थप जानकारीको लागि 9008 डायल गर्नुहोस्। एनसेल, आज भोलि सधैँ सँगै। हँस्दै खेल्दै सानो सानो खुसीमा भुल्दै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै। नयाँ साथी बनाउँदै विशाखोलाई मनाउँदै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै। नेपालको सर्वाधिक लोकप्रिय चोकलेटी वेफर चोकोफन। चोको 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 चोकोफन। विश्रामपछि स्वागत छ। अब बाँकी प्रसङ्ग।
उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक गाडीको अनुगमन र नियम पालनामा थप कडाई गरेको छ। आजैदेखि अनुगमन तीव्र पारेको र नियम नमान्नेलाई कारबाही गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। सीट क्षमता भन्दा बढी यात्रु राखेर नराखेको, भिडभाड गरेर नगरेको, यात्रुले मास्क लगाएर नलगाएको, बढी भाडा लिएर नलिएको, कोरोना भाइरस संक्रमण मुक्त गर्ने गरी सेनिटाइजर छर्किने मात्रै सञ्चालन गरेर गरेको जस्ता स्वास्थ्य मापदण्ड पालना नगरेको अनुगमन हुनेछ। महाशाखामा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालका अनुसार कोरोना भाइरसबाट यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गरी उपत्यकामा मुख्य बस पार्क एवं भिडभाड हुने क्षेत्रमा चेक पोइन्ट राखेर गाडीमा स्वास्थ्य मापदण्ड पालना गरेको अनुगमनलाई तीव्र पारेको जानकारी दिनुभयो। हिजो मापदण्ड पालना नगर्ने 400 भन्दा बढी भाडाका गाडीलाई सम्झाइ बुझाइ गरेको पनि महाशाखाले जनाएको छ। स्वास्थ्य मापदण्ड पालना नगरेको वा तोकिएको भन्दा बढी भाडा लिएमा नजिकको ट्राफिक प्रहरीबाट प्रहरीको हटलाइन 103 मा फोन गर्न पनि महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ढकालले आग्रह गर्नुभयो। महाशाखाले यातायात व्यवसायी तथा सञ्चारहरूका लागि बोलाएर गाडीमा यात्रुको सुरक्षा ध्यान दिन सेनिटाइजरको व्यवस्था गर्न, नियमित सरसफाई गर्न, कोची यात्रु नराख्न वा सीट क्षमता अनुसार र मापदण्ड अनुसार राख्न सहमति गराएको पनि जनाएको छ। बेदकोट नगरपालिका 7 बसन्तपुरबाट प्रहरीले बिहिबार M131 नम्बरको बलेरो जीपबाट काठ तस्करीमा संलग्न 2 जनालाई पक्राउ गरेको छ। जीपमा फल्स बटम लगाई लुकाई छिपाई अवैध काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले काठ सहित 2 जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाका अनुसार काठ तस्करीमा संलग्न बेदकोट नगरपालिका 5 का 25 वर्षीय घनश्याम पन्त र शुक्लाफाट नगरपालिका 8 बस्ने 22 वर्षीय मोहन बोहरा रहेका छन्। जीपमा लुकाई छिपाई राखेको 5 फिट 1 इन्च लम्बाई, 3 इन्च उचाइ, 4 इन्च चौडाइ भएका सालका 15 थान चिरान गरिएको काठ बरामद गरिएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो। बरामद काठ जीप र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि डिभिजन कार्यालय कञ्चनपुरमा बुझाएको छ। काठ र जीप गरी जम्मा रु 12,30,000 मूल्यको छ। आजदेखि पानी कम पर्दै जाने मौसमविदले बताएका छन्। हिजो र अस्ति देशभर नै भरि परेको प्रणाली कमजोर हुँदै गएकाले आजदेखि पानी कम पर्दै जाने मौसम पूर्वानुमान महाशाखाका मौसमविद वरुण पौडेलले बताउनुभयो। तर केही ठाउँमा भने आज पनि ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार प्रदेश 1 र प्रदेश 2 का थोरै तथा बागमती प्रदेश र गण्डकी प्रदेशका 1-2 ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ। अरू ठाउँमा पनि हल्कादेखि मध्यम खालको वर्षा हुनेछ। तर हिजो अस्तिको जस्ता लगातार झरीको सम्भावना भने नभएको मौसमविद पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार सुदूरपश्चिमबाट मौसम खुल्दै गएको छ, तर देशभरिकै मौसम पूर्वानुरूपमा खुल्न भने समय लाग्नेछ। आज दिउँसो एकैछिन घाम लाग्ने पनि फेरि बादल लाग्ने उहाँको भनाइ छ। तर भोलिदेखि भने मौसम खुल्दै जाने उहाँले बताउनुभयो। यो प्रणाली हटेपछि बिस्तारै मनसुन सकिने र चिसो बढ्दै जानेछ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतका दुवै सदनबाट पारित भइसकेको कृषि विधेयकका विरोधमा आज किसानहरूले भारतभर चक्काजाम गरेका छन्। सरकारले कृषि विधेयकलाई किसानको हितैषी भनेको छ र यसबाट किसानहरूको आय बढ्ने दाबी गरेको छ। तर किसान संगठनहरूले भने यो विधेयकले कृषि क्षेत्रलाई कर्पोरेटको हातमा सुम्पिने भन्दै विरोध जनाएका छन्। भारतीय किसानहरूको आन्दोलनको प्रभाव सबैभन्दा धेरै पन्जाब र हरियाणामा परेको छ। पन्जाबमा बिहिबारदेखि नै रेल रोक्ने अभियान चलाएको थियो। भारतीय किसान आन्दोलन समन्वय समितिको अगुवाईमा
किसानहरू आन्दोलनमा उत्रिएका हुन्। यो समितिका किसानहरूमा विभिन्न 12 संगठन सम्मिलन छन् र यी संगठनहरू कुनै पनि राजनीतिक दलसँग सम्बन्धित नरहेको बताइन्छ। उत्तर प्रदेश, मध्य प्रदेश, कर्नाटक, तमिलनाडु, पन्जाब र हरियाणामा किसान संगठनको प्रभाव धेरै छ। किसानहरूको यो आन्दोलनमा राजनीतिक दल समेत साथ दिएका छन्। पन्जाबमा सत्तारूढ भारतीय जनता पार्टी भाजपा बाहेकका सबै राजनीतिक दलले किसानहरूको आन्दोलनमा समर्थन जनाएका छन्। कांग्रेसले ती किसानहरूको आन्दोलनमा सहभागी हुने घोषणा गरेको छ। कांग्रेस प्रवक्ता रणदीप सुरजेवालाले पार्टीका लाखौं कार्यकर्ता किसान संगठनको साथमा रहने बताएका छन्। उत्तर प्रदेशमा समाजवादी पार्टीले पनि सरकारले ल्याएको कृषि विधेयकको विरोध गर्दै किसानहरूले आयोजना गरेको चक्का जाममा सहभागी हुने जनाएको छ। समाजवादी पार्टीले पनि देशभर आन्दोलनका कार्यक्रम गर्ने र जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञान पत्र बुझाउने जनाएको छ। किसानहरूको आन्दोलनबाट सबैभन्दा धेरै पन्जाब प्रभावित हुने गरेको छ। यसपटक पनि पन्जाबका 200 बढी स्थानमा प्रदर्शन हुने र यसै रेल सेवा रोक्ने घोषणा भारतीय किसान युनियनका नेताहरूले बताएका छन्। हवस् त, यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नु टिभी टुडे। नमस्कार।